भाइटिकाको तयारी। आधा खोर्सानी पुग्यो हौ सोल्टिनी। यहाँ त पुरा एलसन्टा डल्ला परेर दिँदैन यस्तो उयो गरेर टाँस खेलेर टाँसिएर ए ल खै अब हाम्रो चाहिँ अब आजको यो 2082 सालको भाइटिका सुरु हुँदैछ। यो चाहिँ बहिनीको घर, साइलीको घर, तर अझ धेरैजना हुनुहुन्छ। ल ह्याप्पी तिहार है दाजु। ल सबैजनालाई ह्याप्पी तिहार। मैले खानुपर्ने भाइलाई पनि मेरो भइ चाहिँ अन्न दलाउनु भएर बस्छस् त चाहिँ त्यहाँ त मुख पुसेर हिँड्छ माथि लग्नुहोस् त के छ र बस्नको मामाको फोन त कहाँ चल्दै उयो लगाएको छैन नि त अब टिका लाउनु पर्छ अहिले डाटा लाउनु अलिक मजाले लाग्यो नि त हुन्छ त्यहाँ अलिअलि अडियो हुन्छ क्या त्यो रङ्गी रङ्गी जुनमा पनि लाग्यो 7 वटा यसले होइन उयो सिङ्का छ नि लाग्यो आफ्नो ठाउँमा राख्यो फेरि त्यो सिङ्का लगायो उयो भए कस्तो राम्रो हुन्थ्यो त्यो उयो कोट्याउने क्या कान कोट्याउने यहाँ पाएन नि पठाएको नि किन्नु पनि हुन्छ तलबाट माथि लानुपर्छ क्या त्यहाँ माथिबाट तल ल्याउनु माथिबाट घटाउँदै ल्याउने होइन माथिबाट तलबाट बढाउँदै लाने आयो माथिबाट ल्यायो भने त तल घटाउँदै आयो 3 दिनै लगाउँदा चाहिँ जान्दै हुन्छ अनि हात लाग्छ नि त 3 दिनै लगाउनु 3 दिनै लगाएर मानेतै हुँदैन होला के तिहार आएको फर्स्ट 1 महिनादेखि ट्राई गर्नु पर्ने। अब अर्को साल गर्छु भन्नु एसन टिका लाउनु भरे टाउकोमा पनि हो अनि ढोक्दा झरिहाल्छ नि अनि अरबीको जस्तो भएन यो अरबीको जस्तो मेरो छेउमा तिमीहरू पर्खाइहाल्छ तलबाट यसरी लाउँदै लानुपर्छ क्या कति वर्षपछि लाउनु भएको भाइटिका? यो त धेरै 2 वर्ष होइन प्रायः जस्तो लगाइरहेको छौँ नि हामीले लगाइरहेको छौँ दाजु आज 2 वर्ष नि लाइन होला दाजु नि यो कसरी नि यस्तो ढोक्नु यस्तो भएन नि यो त यसलाई जो गर्नु पर्यो नि त कता हो कान्छी यता आऊ कान्छी खै अलि त यो झर्छ है अलि सानो आन्न ए हाम्रो भान्जीलाई के आउँदैन रहेछ अलि मजाले नेट चल्दैन रहेछ यता पनि कस्तो ल्यात्ती यस्तै छ नि अब भोलि पछि भौजी लिएर आउँदाखेरि चाहिँ ठुलो हुन्छ नि राम्रो लाग्दैन अब त्यसलाई सबै कलरहरू यति बुढी मान्छे हो अरे नचाहिँ सिकाउनु पर्छ भान्जी मान्छे आमा 50,000 त सुक्नु पर्छ
तर म त माला त मखमलकै माला मन लाउनु त खास मखमल के भयो भान्जो अब पुग्यो अन्त ल गाडी एक्सिडेन्ट भयो भाइलाई पनि यता बोकेर लाग्यो ठुलो दादाहरू पहिला पानी ल्याउँछ एक बोतल मेरो बाबालाई पनि टिका लगाएर जान्छ नि ल एल्सम्महरूलाई गर्न नानी आइज त भाइहरूलाई के गर्नु कति एकचोटि दुईचोटि तिनचोटि मजाले मनमा सत्य भावले मात्रै टिका लगाइदिनु है ठुलो ठुलो भाइ अहिले फेरि यही कदर नजुनको युद्ध पर्छ अब लगाइदिए भाइहरूलाई तेल लगाइदिए नानी दादा दिदीले उता लान्छ तैँले पनि यता लागिदिने गर्न दिदीले पहिला सेतो लगाइदिन्छ अन्त तँलो लगा सेतो यता दिदीले उता लाउँछ म निकालिदिइहाल्छु भाइलाई पनि लगाइदिएँ यहाँ यसरी यत्रो छ नि त मान्दैन त्यो त आदि पनि छ कस्तो ल्यात ल्यात हौ नहाली न कसैसँग 2 रुपैयाँ छ भने दिँदा खै यसलाई तेल पठाएर सेतो लगाइदिनु पर्यो दादाले भाइलाई पनि लगाइदिनु पर्छ है टिकी उहाँ तेरा मर्नु नि मेरो भाइ ल बाङ्गी गयो त यो त बाङ्गे छ बस्दै बाङ्गो खाएछ बाबा या त निधार नखुम्छ न हो निधार नखुम्छ सिधा राख्छ मन सिधा छ बाङ्गो कृष्ण गोविन्द नला न टाउको चाहिँ समीपले लगाइदिएको तैँले स्मृतिले सबैजनालाई त सुविदिने राम्रो लाग्यो मेरो निधार यत्रो ठुलो छ नहल्दी न त होइन त्यो हल्दिने भन्ने कुरा होइन कि मन सफा भएर मेरो जहिले नाकमा किन टिका छ जतिखेर नाकमा टिका छ कस्तो बाङ्गो लाग्यो टिका त है त पनि बाङ्गी रहेछ कहिले किन्यो कपाललाई कपाल पो छ त हौ कुरा पनि ला बाङ्गो भयो त भाइ मलाई के नाकमा लागेर कता कति लागिसक्यो लाग्छ त के हात खुल्ला हो यसलाई नलाउ न केटाकेटी तर नाकै मेरो टिका मेरो नाकैमा पस्यो दादा के खान्छ भाइ नरिवल भनेर के खुवाइदिन्छ नरिवल भनेर के खुवाइदिन्छ भाइको साथी पनि खाइदियो ल आँखामा त
त्यस पछाडि घुमा न त्यसरी नै। निलो त्यस पछाडि धन्यवाद भाग्यमानी हुनु। ल अब एकछिन भान्जुको पालो अब मेरो दाजुले मैले तपाईँको त जिउ मात्रै निकालिरहेको छ अनुहार निकालेको छैन यो भेदभाव भयो म त मान्दै मान्दिनँ। यो पनि पैसा नदिई नढोकिरहनु पाउँदैन। सही कुरा हो। उठ्नै पर्यो जसरी नै यो दुईटा बाँकी छ नि हेर्नु यहाँ। हामीले पो खिचेको म खिच्छु रे नि सिधै एकचोटि निकाल्नुहोस् 1 लाखको नोट अनि के नानीहरूले जान्दछ त है हाम्रो त यस्तो हात काम छ है। अनि कस्तो हात काम त त्यही भएर जाँडो खिच्दैछ तास नचोर्नु चोरेर नजित्नु चोरी चोरी तास्नु 15 रुपैयाँको मात्र बोकेर नबस्नु त्यही भएर जान नदिएको अरे त्यसले ढोक्नु पर्ने कि ढोक्नु पर्ने छ नि। अब सुतिरहेको कसरी उयो पनि ढोक्नु पर्छ बाँकी नै छ यहाँ। हात्ती भन्दा साह्रो लेस हुन्छ कता खाँदैछ नि कसो सोता भाइहरूलाई खानेकुरा दिनु त उता पठाउनु न घरमा भनेको छु त मैले भिडियो बनाउने आएको। 1 लाख 2 लाख उतापट्टि घरमा पठाइदिनु न भनेको त भाइहरूलाई। हजुरलाई ल्याइदिनु दादी तर्सिनु भयो नि तपाईँको मालाले। युसानले त यो त घोच्छ म त भन्दा लाउँदिनँ। कसैले लाएर बच्चाहरूले सबैले निकाल्छ यहाँ भुट्टु भइरहेछ। डबल हाल्ने के भन्छु नो 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 अब त्यसो गर्नुहुन्न त लाठी हाल्नु हुँदैन त डेन्जर भएछ त यो बनाएर। अहिले उसलाई सुटेपछि उ डेन्जर हो नजिखान्जेलसम्म छिटै गन्दैछ साइलेन्ट होइन यहाँ म बसिरहेको छु पर्खेर म जाँदिनँ नि। यो कता छुटेको सुजाता दादी पैसा एकछिन ल गइहाल्छु म छोरीहरू पनि एउटा भिडियो बनाइदिइराखौँ बाउ चाहिँले हेरोस् न लुकी छोडी यताबाट मोटी छोरी यता छोरो मेरो भदैनीहरूलाई त केही ल्याइदिनु फुपूले ला त बिनी हुन्छ कि हुँदैन लगा हुन्छ होते माथि लगिदिनु उठ्दा उठ न तँलाई हो यो लाटी आइज आरोग्यलाई पनि छ। अब आरोग्यलाई चाहिँ भोलि पछिमा जामा बर्थडे गिफ्ट दिन्छु ल जामालाई पनि उता भित्र गएर हाम्रो मोटीलाई उनै पाउँदैन अरे डबल नलगा नि त्यही लगा हुन्छ त्यही लगाएर चाहिँ घर हुन्छ डबल लाउँदैन के गर्ने उसलाई जाडो भइरहेछ ए भइगयो नि लु आमा चाहिना पो रहेछ मोटी मान्छेहरूलाई त यस्तै यस्तै किनिदिनु पर्छ होइन म यिनीहरूको साइजै थाहा पाउँदिनँ र नलाउनु घरमा गएर हेलो हाई गर बहिनी त्यही लगा हाई गर आरो के को सुनेर म यहाँ छक्क परिसकेँ क्या ल फेरि भन्न त भान्जा के भनेको म पनि सुनौ केही पनि होइन अरे क्या मामालाई भनिदेऊ को चाहिँ के कस्तो लाग्छ भन न छिटो पर भान्दाले बरु भन्दा क्यामेरा बन्द गर्नु भुइँचालो आयो क्यामेरा हुँदा चाहिँ नबोल्ने क्यामेरा अफ गर्नु अरे खै त नानी अब आफ्नो आफ्नो पालो पालो भएको आयो पालो पालो आफ्नो आफ्नो खाने भाइ हो बाँड्न मिल्दैन दिदी आफ्नो होइन बाँड्नुपर्छ होला यो त होइन मामालाई के प्रस्तुति दिन्छ ल भन्नु नि त को किन ढिलो आउनुभयो किन कहाँ कता त्यो के प्रश्न छ त खै त कोक ल्याएन हो त भाइ
भन नि त अघि त हामीसँग बोलिरहेको थियो तल लागेको कुरा भन्न त मामालाई पनि ल भनिदेऊ त किन क्यामेराले के गर्छ रे क्यामेरा अन त छ त क्यामेरा चाहिँ किन अफ गर्नुपर्ने भन्न त नि तँलाई भन्छु त्यहाँ आफू चोपेर खाएको मिठो हुन्छ ल भन्छु चेस ल त्यसरी माग्नु पर्यो नि त त्यो भन्दा पनि अब यसलाई पुऱ्याउनु पर्छ नि त हौ कसलाई हौ भाइलाई नानालाई कन्फिडेन्स जहिले एकछिन पुऱ्याइदिनु